जातक कथाको 219 नम्बरको गर्हित जातक अर्थात् निन्दा गरिएको निन्दित। यो जातक कथामा निन्दाको बारेमा गरिएको छ। पूर्वकालमा वाराणसीमा ब्रह्मदत्त राज्य गर्ने समयमा बोधिसत्व हिमालमा बाँदर भएर जन्मिए। एक वन घुमन्तेले उनलाई समातेर ल्याइकन राजालाई दियो। ऊ चिरकालसम्म राजभवनमा बसेको हुनाले सभ्यता सिकेको थियो। राजाले उसको सभ्य व्यवहारलाई देखेर प्रसन्न भएर वन घुमन्तेलाई बोलाइकन आज्ञा दिए, यो बाँदरलाई जहाँबाट समाएको हो त्यही नै छाडेर आउनु। उसले त्यस्तै गर्यो। अन्य बाँदरहरूले सुने कि बोधिसत्व अर्थात् ती हराएको बाँदर आएको छ अनि उसलाई हेर्न भनेर ठुलो ढुङ्गा अर्थात् विशाल पाषाण शिलामा एकत्रित भए। उनीहरूले बोधिसत्वलाई कुशल समाचारको कुरा गरेपछि सोधे, मित्र यत्रो दिनसम्म कहाँ बस्यौ? वाराणसी राजभवनमा कसरी छुट्यौ त? राजाले मलाई खेल देखाउने बाँदर बनाए, मेरो क्रियाकलापहरूबाट प्रसन्न भएर मलाई छोडिदिए। तिमी मान्छेहरूको व्यवहार जान्दछौ, हामीलाई पनि भन न, हामी सुन्न चाहन्छौ। मान्छेहरूको करणी अर्थात् मान्छेहरूको कार्य मलाई नसोध, भन न भन, हामी सुन्न चाहन्छौ के? अनि बोधिसत्वले भने, मान्छेहरू चाहे जोसुकै होस्, क्षेत्रीय होस् ब्राह्मण होस्, सबैले मेरो मेरो भन्दछन्। वस्तुहरू अस्तित्वमा हुन्छन् तर विनष्ट हुन्छन्। यस्तो अनित्यतालाई उनीहरू बुझ्दैनन्। अब ती मूर्खहरूको कुरा सुन भन्दै यो गाथा भने, हिरण्यम्मे सुवर्णम्मे ऐसा रत्तिन दिवा कथा दुम्मे धानं मनस्सानं अर्ये धम्मं अपश्यतं द्वे द्वे घपतयो गेहे एको तत्थ अमस्सुको लंबत्थनो वेणिकतो अथो अंकित कर्णको कितो धनेन बहुना सो तं वितुदते जनं। आर्य धर्मलाई नबुझ्ने मूर्ख मानिस दिन रात यही बातचित गरिरहन्छन्। मेरो हिरण्य, मेरो सुन। घरमा दुई दुईजना बस्छन्, एकको जुङ्गा हुँदैन अर्थात् स्त्री। उसको लाम्चो तानिएको स्तन अर्थात् छाती हुन्छ। कपालको बेडी अर्थात् चुल्ठो पार्छन् अनि कान छेड्छन्, प्वाल हुन्छ। उसलाई अधिक धनले खरिद गरिएको हुन्छ। उसले सबैलाई कष्ट पुर्याउँदछ। यो कुरा सुनेर बाँदरहरूले दुवै हातले कान बेसरी थुने, यस्तो नसुनाऊ, यस्तो नभन, सुन्न नहुने कुरा हामीले सुन्यौँ, यो ठाउँमा हामीले अनुचित सुन्नु पर्यो। त्यसकारण त्यो स्थानलाई पनि निन्दा गर्दै अन्यत्र गए। त्यो ढुङ्गा पाषाण शिलाको नाम निन्दित पाषाण शिला रहन गयो। साधु साधु साधु।